हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म मेरो भ्लग स्टार्ट गर्दैछु। अनि भ्लग चाहिँ किन बनाउँदै गरेको भनेपछि हामी चाहिँ फ्यामिली अनि सबैजना हामी आज मुस्ताङ जाँदैछौँ। आज चाहिँ हाम्रो फर्स्ट डे। हामी चाहिँ आज बागलुङ गएर बस्छौँ होला। अनि मेरो साइडमा हुनुहुन्छ मेरो ठुलबाबा है, अनि एकदमै ह्यान्डसम हुनुहुन्छ उहाँ चाहिँ। अनि हामी आज सबैजना फ्यामिली जाँदैछौँ। मैले बिहानको भिडियोहरू चाहिँ बनाउन पाइनँ। अनि अहिले चाहिँ हामी बुटोल पुगेको छौँ। हजुर यस्तो छ, अहिले बुटोलमा चाहिँ धेरै नै गर्मी छ। हामी चाहिँ अहिले गाडीमै छौँ कि सबैजना एकदम अब अलिअलि बिरामी। अब हाम्रो बहिनीको चाहिँ एक्सिडेन्ट भएको भएर अस्ति उहाँ चाहिँ फर्स्ट सिटमा बसिराख्नु भएको छ। बुटोल हेर्न सक्नुहुन्छ, यतिको गर्मी छ। ल हामी चाहिँ खाना खान आइसकेको छौँ। कस्तो भोक लागेको छ अब त्यस्तो अब बिस्तारै लाग्छ होइन। अनि यता हाम्रो हजुरआमा टोलीहरू होइन, यहाँ हाम्रो हजुरआमा, उहाँ पनि हाम्रो हजुरआमा। अहिले चाहिँ हामी खाना खान आइसकेको छौँ। यो चाहिँ केराबारी भन्ने ठाउँमा अरे। अब अर्को एउटा अझै गाडी आउनु बाँकी छ। हाम्रो मामाहरू, मामा ठुलाबा होइन। के गर्छस्? कहिले के हेरेको छ फोनमा? अहिले के हेरेको? अहिले चाहिँ फोन चलाइरहेछ। अहिले यस्तो लभली भ्यू देखेछ अरे यहाँदेखि। अनि बहिनीको चाहिँ यतादेखि भ्यू हेर्नुपर्छ भन्ने कुरा आयो। ओहो, यो भ्यू चाहिँ अति नै बवाल नै रहेछ यहाँ चाहिँ होइन। हजुर पनि हेर्न सक्नुहुन्छ, बवाल लाग्यो भ्यू। हामी आएको बाटो त्यहाँ हो होइन। एकदमै भमिट गर्ने टोली पऱ्यो उहाँहरूको चाहिँ। हजुर अब चाहिँ हामी खाना खाइसकेपछि अनि यसो तानसेनको क्लिपहरू नि मैले हालिसकेको छु। त्यो पछाडि चाहिँ हामी अहिले आइसकेको छौँ रानी महल। हजुरहरू हेर्न सक्नुहुन्छ मेरो पछाडि रानी महल छ। अनि हाम्रो होल फ्यामिली अहिले रानी महल पुगिसकेको छ। यता चाहिँ यो के नदी हो अरे मामा? कालीगण्डकी। मामा तपाईँलाई कस्तो फिल भइरहेछ? एकदम रानी महल एकदम क्विट छ। हामी रानी महल हेर्न आइरहेको छौँ सबै फ्यामिली टुर हो हाम्रो। हजुर हाम्रो चाहिँ यात्रा मुस्ताङसम्मको छ, मुक्तिनाथसम्म। हजुर अझै पनि हेर्न सक्छ रानी महल है। अनि कस्तो हुँदैछ त भिडियो? खै कस्तो आयो हेर्छु क्या। ए फोटोको चाहिँ हो, तिमी नेचर लभर हो? यता आउ न, भ्लग हो क्या मेरो। अनि कस्तो लाग्यो त अनि यो ठाउँ चाहिँ? राम्रो लाग्यो। हेलो, अहिले चाहिँ हामी यो रिडीको पुलमा, झुलुङ्गे पुल पनि भन्छ यसलाई। अनि यो चाहिँ यहाँको चाहिँ कस्तो छ भनेपछि हेर्न सक्नुहुन्छ, यो बिचमा सेन्टर पोइन्ट छ। अनि यतातिर एउटा पुल, यतातिर एउटा, अनि यतातिर अर्को। तीनवटा पुलबाट तीनवटा झुलुङ्गे पुल एउटै पोइन्टमा जोइन भएर भएको छ। अनि यो रिडी नदीकोमा हेर्न सक्नुहुन्छ हजुरहरू। यसले चाहिँ यहाँको तीनवटा जिल्लालाई जोड्ने काम गर्छ। यहाँ माथिको भ्यू पनि एकदमै बवाल नै छ। हामी चाहिँ अहिले यो बाटोदेखि आएको, हाम्रो गाडीहरू चाहिँ तल पार्क छ। अनि हाम्रो मामाहरू चाहिँ त्यहाँ बसिराख्नु भएको छ। ल हाम्रो दुइटा ह्यान्डसम मामाजीहरू आउँदै हुन्छ है। ट्याक्कै पुल चाहिँ यहाँ छ, यस्तो लभली पुल। ल हेलो रे उहाँले चाहिँ, पुल लभली हेलो।